मिनी ब्लग डे 24 आज सन्डे। आज व्यापार पनि त्यति हुँदैन किनकि आज सरकारी बिदा। यो चाहिँ लभली डाँडाको भ्यू। यो चाहिँ 10:30 बजेको टाइम। त्यतिकैमा एउटा बहिनी आउनुभयो आफ्नो प्रोजेक्ट वर्कको लागि डकुमेन्टहरू फोटोकपी निकाल्न र कम्प्युटरबाट पनि निकाल्न। यो चाहिँ फोटोकपी गरिदिएको हैन। अनि अर्को चाहिँ यो चाहिँ डकुमेन्ट हो बहिनीको, अनि चाहिँ कम्प्युटरबाट निकालिदिए। यो कम्प्युटरबाट निकालिदिएको ओजिटी के हो सबै निकालेर बहिनीलाई फटाफट दिएर बहिनी छिटछिट गइहाल्यो। A few moments later. त्यसपछि फेरि अर्को बहिनीहरू आयो, सेम थिङ प्रोजेक्ट सेम, अब त्यही प्रोजेक्ट निकाल्न आउनुभयो र चाहिँ ग्रुपमा आउनुभयो। उहाँले चाहिँ ई सेवा गरिदिनु भयो। त्यसपछि एउटा भाइको पनि डकुमेन्ट निकालिदियो, उहाँले पनि ई सेवा गरिदिनु भयो। अनि त्यतिखेर चाहिँ जसको डर थियो त्यही भइहाल्यो, पानी परिहाल्यो होइन। हिजो पनि पानी परेर खेल्न जान पाएन, आज पनि जान पाएन, के हो त्यस्तै लागिरहेको थियो। अनि फेरि त्यसमा आमा आउनुभयो, ल न बाबु के सहयोग गरिदिनु पऱ्यो भन्नुभयो र मैले हल्का केही सहयोग गरिदिएँ। अनि पानी पनि रुक्यो। अनि रुक्ने बित्तिकै 4:30 हुने बित्तिकै म खेल्न गइहालेँ। लाग्छ केटाहरू आउँथेन होला जस्तो लागिरहेको थियो, तर त्यहाँ पुगेको त पुरा खचाखच भिड रहेछ त। अनि केटाहरू पनि आएको रहेछ त होइन, खेल्दै रहेछ। म त कोही आउँथेन होला भनेर, तर आइहाल्यो किनकि हिजो अस्ति पनि खेल्न पाएको थिएन नि त, त्यही भएर केटाहरू आइहाल्यो। आएर चाहिँ खेल्यो। अनि यो चाहिँ अहिले हामी चाहिँ बाहिर बसेको हुनाले 4वटा टिम छ नि त, 2-2टा खेल्ने हो। 10-10 मिनटमा आउट हो। त हजुरहरूलाई थाहै नै होला कसरी खेल्छ भनेर। यो चाहिँ यो ठाउँ भनेको केदारेश्वरको छेउको ग्राउन्ड हो। यता भाइहरू प्र्याक्टिस गर्दैछ। यता म पनि प्र्याक्टिस गर्थेँ, म चाहिँ भिडियो खिच्नु यता आइहालेँ। अनि चाहिँ साँझ भइहाल्यो नि त, हामी साँझ फुटबल खेलेर घर फर्किने क्रममा चाहिँ यो चाहिँ अब ग्राउन्डभित्रै हो। अनि म दोकान आएको त बाहिर त पुरा लाने गएको रहेछ होइन, पुरा अँध्यारो। त्यति अँध्यारो त होइन, पुरा अँध्यारै थियो। अनि यो चाहिँ राति भइसक्यो त 9:30 बजीतिर। तर भोलिको भिडियो हेर्न नबिर्सिनु होला।